सन्चै हुनुहुन्छ सबैजना आरामै हुनुहुन्छ सबैजना जाडोमा आज हाम्रो जनजाति महोत्सव र हामी आज रेलीमा आउँदैछौँ सबैजना आफ्नो वेशभूषा लाएर हामी सिँगार पटार गरेर आउँदैछौँ हेर्नु होला सबैजना पनि जनजातिहरू यतिसम्म सक्रिय हुनुहुन्छ कि यस्तो जाडोमा पनि पुसमा पनि यति जना उपस्थिति भइसक्नु भएको छ अझै योभन्दा धेरै हुन्छ कि भन्ने आशा गर्दैछु र अनि अहिले म सबैजनालाई देखाउँछु हजुरहरू पनि आराम गर्नु होला सबैजना आउनु होला तामाङहरू यस्तो फोटो सबैको हिरोनी जस्तो आज त दामी भिडियो यता हुन्छ राम्री मान्छे के केही नि भएको होइन केही हुँदैन लस्सो है सबैजनालाई लस्सो सबैजनाहरू भएको छ लस्सो झाँकी ल्याउनु भएको छ हेलो सबैजनाले लस्सो है सबैजनालाई लस्सो सबैजना लस्सो 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 है हाम्रो लामा हुन्छ झाँकी नाच हाम्रो यो झाँकी नाच हो लामा नाच त्यहाँ पछाडिको छ हाम्रो झाँकी नाच एउटा लामा तामाङ समाज प्रस्तुति हुँदैछ यहाँ चाहिँ दुई लाइन बनाउँछ है दुई लाइन फिट्टा छिर्नु यता झाँकी पठाएर जानु ल सबैजनाले मिलेर सबैजनाले राम्रोसँग बनाउनु पर्छ है किन हुँदा नि बाहिर हिँड्नु भएको हाम्रो गुरुङ समाजको के अरे दाइ हजुर अध्यक्ष हुनुहुन्छ दाइ कस्तो भइरहेको छ आज कतिको उपस्थिति हुनुहुन्छ मान्छेहरू भव्य छ है सबै आफ्नो वेशभूषामा हजुर यस्तो जाडोमा नि है सबैजना सक्रिय भएर आउँदाखेरि चाहिँ खुसी लागेको छ है दाइ जाडो भन्नु आफ्नो अब आदिवासी जनजाति कार्यक्रममा हजुर
जाडो भयो नि जे भयो नि आफ्नो लागि सम्बन्धको लागि आफ्नो देशमा आउनु पर्ने आएका छौँ र अरू पनि आउनु पर्ने अनुरोध गर्छु। हुन्छ दाइ, धन्यवाद। दाइको कुराहरू राखेँ मैले। यता रोयल भीमसेन लिएर उपस्थित हुनुभएको छ। धन्यवाद बुवाहरूलाई, यस्तो जाडोमा नि आइदिनु भयो है। पनि पाप लाग्यो सबैजनालाई। ल है सबैजनालाई शुभकामना। सबैजना जाडोमा भए पनि आउनु भएको छ। यस्तो रमाइलो सबैजना जाडोमा पछिरे है सबैजना। आदिवासी जनजाति दिवसको आदिवासी जनजातिको हाम्रो 6औं आदिवासी जनजाति तनहुँ संस्कृति एवं पर्यटक महोत्सव हाम्रो नेपालमा चाहिँ हाम्रो लन्डन ब्रिज पनि आएको छ है। यहाँ सबैजना इन्जोय गर्नु होला। सबैजना उपस्थित भएको छ जाडोमा भए पनि। तर जाडो चाहिँ यति जाडो छ भने साथी छैन। यता पनि आज यहाँ चाहिँ मगर के अरे बाजा यता यता नि हाम्रो भाइहरू यता यस्तो बाजा बजाउँछ तिनीहरूलाई। जनजातिको हाम्रो यो महोत्सव छ, कतिको उपस्थिति हुन्छ भन्ने आश छ हजुरलाई भनिदिनु होला नि। आज त उल्लेख्य उपस्थिति हुन्छ किनभने आदिवासी जनजातिहरू तनहुँमा अब धेरै अरू जनजातिभन्दा अरू जातीयभन्दा आदिवासी जनजातिहरू धेरै भएको कारणले आज धेरैभन्दा धेरै यहाँ हुनसक्छ। यो महोत्सव स्थलमै परिसरभित्रै नअट्ने खालको उपस्थिति हुने आवश्यक गरेको छ। अलिक सानो यो ठाउँ चाहिँ अलिक सानो भएको दाइ है। राम्रो भयो त्यसले हाम्रो टोलो अब गुठीबाट हामी उता गुठीबाट आउनु पर्यो अनि के गर्नु नि है। के हो त यो म चाहिँ तामाङ जातिबाट है। म चाहिँ तामाङ जातिबाट हो है। म चाहिँ तामाङ हजुर तामाङ जातिबाट हो है। यो चाहिँ हजुर दाइ भाइ लाउन त नि मादल खै त नि बजाउनु भएको। ए मादल त छ त। ल बजाउँ हजुर बाई बाई ल है हजुर हस् अनि हाम्रा प्यारा मान्छेहरू यता आउनु नपाएकोमा सरी छ। अब म यहाँ बस्छु है। अब म त टोलबाट नि आएको है। सबैजना म टोलबाट नि आएको। म टोलबाट नि आएको के फेरि।
आफ्नै गाउँघरका दाजुभाइहरू नमस्ते है नमस्ते सबैजनालाई नमस्ते है नमस्ते नमस्ते किन जाडो भयो क्या लु ओढेर हिँडे ए मेरो त माथि छ साथीहरू माथि नै छ जाडो भएन आज त नमस्ते है सबैजनालाई नमस्ते सबैजनालाई कति राम्रो राम्रो भएर आउनु क्या खै हो र म त घामले डढेर काली भइसकेँ काली भइसकेँ म त ल धन्यवाद ल हाम्रो सौन्दर्य कला केन्द्रको ल धन्यवाद स्वागत छ है दिदीबहिनीहरूलाई ब्युटिफुल दिदीबहिनीहरू सबैलाई ब्युटिफुल बनाइदिनुहुन्छ है तपाईँहरूको हातमा चाहिँ एकदम धेरै सिप भएको मान्छेहरू होइन नराम्रो मान्छेलाई नि राम्रो बनाइदिनुहुन्छ धन्यवाद नमस्कार ल दाइ नमस्ते नानी दाइ छ नानी त है के भाइ सकियो पिरहनु परेन हिजो छिन्का सक्यो अम्मामा ल बाई बाई